नमस्कार। आर्थिक वर्ष 83-84 को बजेटका प्रमुख विवरणा लिएर उपस्थित भएका छौं। यस अर्को भिडियोमा यहाँलाई हार्दिक स्वागत छ। आर्थिक वर्ष 83-84 को बजेट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 2083 साल जेठ 15 गते प्रस्तुत गरेका छन्। त्यस सम्बन्धमा रहेका अंकगत व्यवहारहरू तथा मुख्य प्रावधानहरूको विषयमा आज हामीले छलफल गर्छौं। आउनुहोस् आजको छलफलतिर लागौं। अंकमा चाहिँ यो वर्षको खर्च अनुमान रु 21 खर्ब 24 अर्ब 34 करोडको खर्च अनुमान गरिएको छ बजेटको भने चालु खर्चतर्फ रु 12 खर्ब 70 अर्ब 58 करोड अथवा कुल खर्च अनुमानको 59.8% रहेको छ। पुँजीगत तर्फ रु 4 खर्ब 31 अर्ब 10 करोड अथवा 20.3% रहेको छ। त्यसैगरी वित्तीय व्यवस्थातर्फ रु 4 खर्ब 22 अर्ब 64 करोड अथवा 19.9% वित्तीय व्यवस्थातर्फ रहेको छ। अब स्रोत अनुमान कहाँबाट हुने भन्ने सन्दर्भमा नेपाल सरकारले हाम्रो राजस्वबाट चाहिँ रु 14 खर्ब 5 अर्ब 31 करोड उठाउँछौं भनेको छ भने वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड उठाउँछौं भनेको छ र वैदेशिक ऋणबाट रु 2 खर्ब 47 अर्ब 28 करोड र आन्तरिक ऋणबाट रु 4 खर्ब 10 अर्ब उठाउँछौं भनेर यसरी हामीले स्रोत पद पूर्ति गर्छौं भनेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफ्नो बजेटमा राखेको कुरा हो। यो कहाँबाट राजस्वबाट, वैदेशिक अनुदानबाट, वैदेशिक ऋणबाट र आन्तरिक ऋणबाट स्रोत चाहिँ पूर्ति हुने भनेर यसरी 21 खर्बको बजेटको स्रोत पूर्ति हुने स्रोत यहाँहरू राखेको छ। वित्तीय हस्तान्तरण तर्फ प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने प्रदेशमा रु 61 अर्ब 50 करोड वित्तीय समानीकरण अनुदान, त्यसैगरी स्थानीय तहमा रु 90 अर्ब 20 करोड वित्तीय समानीकरण अनुदान, प्रदेशमा रु 4 अर्ब 60 करोड समपूरक अनुदान र स्थानीय तहमा रु 8 अर्ब 93 करोड समपूरक अनुदान वित्तीय हस्तान्तरण हुने व्यवस्था अन्तर्गत रहेको छ। त्यसैगरी प्रदेशमा रु 3 अर्ब 82 करोड विशेष अनुदान, स्थानीय तहमा रु 9 अर्ब 40 करोड विशेष अनुदान, प्रदेशमा रु 39 अर्ब 72 करोड सशर्त अनुदान, स्थानीय तहमा रु 206 अर्ब 8 करोड सशर्त अनुदान दिने बजेटमा रहेको छ। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रु 175 अर्ब हस्तान्तरण हुने, त्यसैगरी राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण रु 600 अर्ब भन्दा बढी हुने भनेर बजेटमा उल्लेख गरिएको छ। बजेटका मुख्य व्यवहारहरूतर्फ आर्थिक वृद्धि दर लक्ष्य यो बजेटले 7% राखेको छ भने मुद्रास्फीति लक्ष्य 6% भित्र सीमित रहने भनेर उल्लेख गरेको छ। लैंगिक तथा जलवायु बजेट वर्गीकरण अन्तर्गत लैंगिक उत्तरदायी बजेट प्रत्यक्ष लाभ 44.30%, अप्रत्यक्ष दाद 29.20%, तटस्थ 26.50% रहेको छ। त्यसैगरी जलवायु परिवर्तन बजेट प्रत्यक्ष लाभ 6.68%, अप्रत्यक्ष लाभ 37.82% र तटस्थ 55.50% रहेको छ। कर तथा राजस्व सुधार अन्तर्गत व्यक्तिगत आयकर छुट सीमा 5 लाख थियो पहिला, अहिले 10 लाख पुर्याएको छ। अधिकतम व्यक्तिगत आयकर दर 10% बिन्दुले घटाएको छ। 273 प्रकारका भन्सार दर घटाएको छ। 11 प्रकारका भन्सार दरलाई 7 मा सीमित बनाइएको छ। 360 लाग्ने वस्तुमा अन्तःशुल्क 360 वटा वस्तुमा अन्तःशुल्क खारेज गरिएको छ। पूर्वाधार करलाई एकीकृत गरी हरित कर लागू गरिएको छ। मदिरा बियरमा अन्तःशुल्क वृद्धि गरिएको छ र निर्यात आयमा 50% कर छुटको व्यवस्था गरिएको छ। प्रशासनिक तथा संस्थागत सुधार अन्तर्गत 31 सरकारी निकाय खारेज गर्ने घोषणा गरेको छ। 6 निकाय गाभिने, 18 निकाय पुनर्संरचना हुने र सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्ने भनेर उद्घोष गरिएको छ। कर्मचारी तथा सामाजिक सुरक्षा अन्तर्गत राष्ट्र सेवा कर्मचारीको सुरु तलबमा 10% तलब वृद्धि र 10% मासिक प्रोत्साहन भत्ता दिने भनेर घोषणा गरिएको छ। न्यूनतम पारिश्रमिक कायम रु 40,000 देखि 1 लाख सम्म भन्दा माथि भएको छ। पारिश्रमिक सुरक्षा भत्तामा सक्नेले छोडौ, सामाजिक सुरक्षा भत्तामा सक्नेले छोडौ नसक्नेले जोडौ नीति अवलम्बन गरिएको छ। दलित तथा बालबालिकाको
बाल पोषण भत्ता डबल पारिएको छ अथवा 1000 पुर्याइएको छ। महिला स्वास्थ्य सेविकाको यातायात खर्च 50% ले वृद्धि भएको छ। ऊर्जा तथा पूर्वाधारतर्फ 1 वर्षभित्र थप 2040 मेगावाट जलविद्युत 670 र सौर 370 राष्ट्रिय प्रणालीमा जोडिने भनेर उल्लेख गरेको छ। 2040 मेगावाट राष्ट्रिय प्रणालीमा थपिँदा कुल जडित क्षमता 8755 मेगावाट पुग्नेछ। नेपाल विद्युत प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरणका लागि 3 छुट्टा-छुट्टै कम्पनी विभाजन गरिनेछ। काठमाडौँ तराई द्रुत मार्गलाई प्राथमिकतामा राखिएको छ। धुलो र खाल्डा युक्त मुक्त कामलाई अभियानका रूपमा सञ्चालन गरिनेछ। कालीगण्डकीमा शालिग्राम पथ निर्माण गरिने भएको छ। कृषि तथा उद्योगतर्फ कृषि पशुजन्य उत्पादनमा कम्तीमा 2 करोड लगानी गर्ने कृषकलाई 40% अनुदानको व्यवस्था गरिएको छ। किसान क्रेडिट प्रणाली सुरु गरिएको छ। रासायनिक मल खरिदमा बजेटको वृद्धि गरिएको छ। मोतीपुर र मयूरपुर औद्योगिक क्षेत्र निजी क्षेत्रबाट सञ्चालन गरिने घोषणा गरिएको छ। रुग्ण उद्योगलाई पीपीपी मोडेलमा सञ्चालन गरिने घोषणा भएको छ। त्यसैगरी सूचना प्रविधि तथा नवप्रबन्धनमा पनि यो बजेटले निकै व्यवस्था गरेको छ। नेपाललाई टेक हब बनाउने योजना, स्टार्टअप तथा विज्ञान प्रविधि अनुसन्धान प्रोत्साहन, देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र स्थापना गर्ने, काठमाडौँको शिवचाटारमा 1 नागरिक 1 डिजिटल प्रोफाइल तयार गर्ने, विज्ञान प्रविधिमा पुँजीगत खर्चको 1% बजेट छुट्याउने जस्ता कुराहरू सूचना प्रविधि तथा नवप्रवर्धनमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा शिक्षा अन्तर्गत आगामी 3 वर्षभित्र 90% नेपालीलाई स्वास्थ्य बीमा, सरकारी अस्पतालमा ब्याल क्यान्सरको निशुल्क उपचार, 25 प्रकारका औषधि नेपाल ड्रग्स लिमिटेड मार्फत उत्पादन, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निशुल्क उपचार, सबै शैक्षिक संस्थामा साफा शौचालय अभियान जस्ता कुराहरू बजेटमा समावेश गरिएको छ। पर्यटन तथा संस्कृति र अन्यतर्फ विक्रमसम्म 2085 लाई भिजिट नेपाल इयर घोषणा, सन् 2027 लाई नेपाल वेलनेस इयर, नयाँ हिमालयहरूको नामाकरण तथा पर्यटन प्रवर्धन, सुदूरपश्चिममा डाँफे रुट विकास, नेपाली उडानमाथिको युरोपेली कालो सूची हटाउन पहल, वित्तीय तथा लगानी सुधार, विदेशी नागरिकलाई अपार्टमेन्ट खरिदमा अनुमति, सापेक्षिक आर्थिक नीति, प्रिपरेसन लगानी मिलान कोष स्थापना, बिना धितो व्यवस्था, राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना, महिला श्रम तथा समावेशिता, महिलाका लागि ब्लू बस सेवा, दलित केन्द्रित लगानी वृद्धि, विभेद अन्त्यका लागि राष्ट्रिय अभियान, सिप सिकाएर मात्र वैदेशिक रोजगारीमा पठाउने नीति जस्ता कुराहरू अवलम्बन गरिएको छ। र अन्तिममा अन्य प्रमुख घोषणाहरू के गर्यो त यो बजेटले भन्दाखेरि विशाल बजार कम्पनीको शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। नेपाल टेलिकमको बाँकी शेयर जनस्तरमा बिक्री गर्ने, जेनजी आन्दोलनका घाइतेको निशुल्क उपचार गर्ने, समस्याग्रस्त सहकारी बचत फिर्ता कार्यक्रम निरन्तरता दिने, स्वास्थ्यको द्वन्द्व सम्बन्धी कानून निर्माण गर्ने घोषणा, वित्तीय उपकरण अफसोर बन्ड, स्वच्छ ऊर्जा बन्ड, डायस्पोरा बन्ड जारी गर्ने, मातृभूमि कोष र सोभरेन वेल्थ फन्ड स्थापना गर्ने जस्ता नयाँ कार्यक्रमको घोषणा समेत यो बजेटले गरेको छ। तपाईहरुलाई बजेट सम्बन्धमा रहेको यो भिडियो कस्तो लाग्यो हामीलाई कमेन्ट गर्नुहोला भन्ने अनुरोध गर्दै यस भिडियोबाट बिदा चाहन्छौ। हवस् त, धन्यवाद, नमस्कार।